स्कुटी चाहिँ होइन गाइस माथि भागिसक्यो, म पनि भाग्छु ल। यस्तो अरे भाइ सपनामा इन्डियन आर्मी हुन्छु भनेर यस्तो रनिङ गरेको थियो मैले होइन, तर म सकिनँ। बिहान बिहान यस्तो रनिङ गर्थेँ होइन कसम। के गर्थे यति थाक्यो कि होइन, म यति थाक्यो कि नाकबाट सिगान चाकबाट पसिना आइसक्यो गाइस। आउँदा त ओह्रालो छ, गइन्छ होला, तर लास्टै गाह्रो छ। होइन यिनीहरू निकै तलतिर झरेछ कि क्या जस्तो लागिरहेको। लास्टै गाह्रो छ। म थाक्न चाहिँ रियली थाकेको हो। हेर्न यता तलतिर जङ्गल हेर्नु नि यस्तो छ। यो ठाउँ हेर्नु, उकालो हेर्नु नि कस्तो छ उकालो बाटो देख्नु होला। तर यो तलतिरको बाटो ओह्रालो, स्कुटी यहाँ राखेको छ। ल गाइस फेरि अलि माथि डाँडोमा गएर भेटौँला है त। एकदमै गाह्रो छ, स्कुटीले चाहिँ तानेन के होइन, त्यही भएर म चाहिँ हिँड्दैछु। उकालो छ एकदमै धेरै। बाटो एकदमै उ छ गाइस, हेर्नु म तपाईँहरूलाई देखाइदिन्छु बाटो। यो बाटो यति उकालो छ कि है, ल हेर्नुहोस् उकालो त तलबाट पनि क्रस गरेको कि गर्नलाई त पुरै यो वन जङ्गलहरू कस्तो भएको छ हेर्नु। अहिलेको समयमा मान्छेहरूको बुद्धि पलाउँदैन कि, अहिलेसम्म पनि बुद्धि पलाएको छैन हेर्नुहोस्। यो पुरै जङ्गलमा चाहिँ के अरे डढेलो लगाएर पुरै वन विनाश गरिरहेछन् क्या मान्छेहरूको। यो भर्खर 2-4 दिन अगाडिसम्मको आगोहरू हो है, अचम्मै छ। ल हेर्नु बाटो कस्तो छ, यस्तै गाह्रो, ठाडै उकालो रहेछ यार। जङ्गलहरू यस्तो बनाइदिए एउटा लगाएर। बिचरा चराचुरुङ्गीहरू यो जङ्गलमा रहेको के अरे जानवरहरू पशु पन्छीहरू होइन कस्तो गाह्रो भयो होला, कहाँ गयो होला। कतिको गुडमा के अरे अन्डा बनाउँदै थियो होला, कतिले बच्चा फुलबाट निकालिसकेको थियो होला होइन। मान्छेहरूको दिमागमा अलिकति पनि चेतना चाहिँ हुनुपर्छ क्या। यो के गरेको, यस्तो के गरेको, यो बिजोक बनाएछ यार है। उकालो चाहिँ छ है, लास्टै उकालो रहेछ यार। माइ गड, माथिबाट मान्छे चाहिँ रिसिभ गर्नुको लागि बोलाउँदैछौँ अब। तर यस्तो ठाउँमा रहेछ कि गाउँ, त्यो कोपचरामा क्या, गाउँ नै छैन जस्तो कि, पुरै सुनसानी। हेर्नु न, केही देख्नु भएको छ हजुरहरूले? छैन नि। ल हेर्नुहोस् अचम्मैको ठाउँ छ यो। ल हेर्नु पुरै जङ्गल त डढेलो लगाएर विनाश, यो विनाशकारीहरूले हो क्या यस्तो गरेको। म वनमन्त्री भयो भने म वनमै बसिदिन्छु, आगो लाउन दिन्न म। वनमन्त्री भएर घरमा बस्ने हो त, वनको सुरक्षा गर्न पर्दैन? रिसै उठ्ने क्या। वनमन्त्रीले त खासमा वनमै हो नि घर बनाउनु पर्ने खासमा, तर के गर्नु, गाह्रो चाहिँ गाह्रो छ। ल हेर्नुहोस् त गाइस, यो बाटो ल हेर्नु कस्तो खालको हो।
फेरि माथि गाउँ छ, यहाँ तल गाउँ छ। पानी तिर्खा लागेछ, एउटा धारो त राख्नुपर्छ नि ठाउँमा होइन, त्यो पनि छैन। बुद्धि छैन। तर के गर्नु, माथि साथीले रक्सी खान्छ भनेर रक्सी चाहिँ ल्याइदिएछ, आफूले खान्न। त्यही भएर खाने भएको भए त म अघि नै खाइदिन्थेँ होइन। खासै म रक्सी चाहिँ खाँदिनँ। कहिलेकाहीँ वर्षमा एकचोटि दसैँ तिहार चाडपर्व आउँदा चाहिँ खाने गर्छु। त्यतिखेर चाहिँ म लगभग 1 महिना जति कोमामा जान्छु। त्यतिखेर चाहिँ म त्यो के भन्छ ढोलभित्र बास गर्ने गर्छु। ढोल थाहा छ ढोल भनेको? जहाँ रक्सीहरू राख्छ नि त्यही ढोल भने। घाँटी सुकेछ गाइज, एकदमै घाँटी सुकेछ। तर पानी चाहिँ धारा सारो राख्नुपर्ने हो खासमा होइन, म चाहिँ त्यही भन्छु। तर हेरौँ, बाटो एकदम उकालो छ। अब सन्ध्याजीले यहाँबाट चाहिँ अब स्कुटीमै जाउँ न त भन्ने कुरा गर्नुभएको छ। हेरौँ तान्नुहुन्छ कि तान्नुहुन्न, हेरौँ है त। ल जाउँ, ल स्टार्ट। होइन अब त्यही त हो, अरूभन्दा नि घाँटी सुकेर बिजोग भयो। त्यसैले लगभग म 10 मिनटभन्दा बढी हिँडेँ होला है तलबाट। तर हैसेको बलमा तेल लगाइदेऊ स्कुटरमा। हैसेको बलमा तेल लगाइदेऊ फलमा। बाटो फास्टै खतम छ गाइस, यस्तो डर लाग्दो छ कि होइन मलाई त। कस्तो भनेको my god, oh my god, अलिकसम्म ठाउँमा आइपुग्यो, अलिकसम्म ठाउँमा आइपुग्यो मलाई चाहिँ। तर बाटो जान्दैमा गाइस है